हेलो फाइनल्ली म चाहिँ अब धानको बिउ राख्ने भनेर भन्नुभएको थियो। अब त्यही घरबाट चाहिँ टक्कै कोदाली बोकेर जाँदैछु। अगाडि चाहिँ बहिनी र बाबा गइसक्नु भएको छ गोरु लिएर। टट्ट अब म पनि जाँदैछु। साह्रै धानको बिउ राख्नु पऱ्यो। चट्ट लगाएर अब बिउ राख्नु पऱ्यो। अब के कस्तो हुन्छ अब गर्नै पऱ्यो, खानै पऱ्यो भात त। के हो नि त नि अब नरोपी नहुने। फाइनल्ली यसो यता मिसेस हुनुहुन्छ हाम्रो एकदम इनर्जेटिक दिदी है। यसो अब आली खन्न जान लागि होला नि त। अब आएर जानुभएको छ। म त यता अगाडि गोरु गायो हेलो 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 चलाएर हामी चाहिँ हेर्न सक्नुहुन्छ। यता छ हो हाम्रो एकदम मेहनती एकदम इमान्दारितापूर्वक कोदाली बोकेर हिँड्नु भएको छ। हेर्नुहोस्। हेलो के गर्न जान लाउँदै हुनुहुन्छ तपाईँ? हेलो दिदी। ए रोपाइँ गर्न रे। ए रमाइलो गर्न रे। कहाँ रमाइलो गरिन्छ हौ? यत्रो गाई गोरु बाख्रा लिएर जानुभएको छ। यो पालिको चाहिँ झटारे हो गाई चाहिँ जोडे खोला भन्छ। अब फाइनल्ली जोडा खोलामा आइपुग्नै लाग्यो अब। हेलो चङ्खे के छ? चङ्खे छ है चङ्खे। यसले हान्छ हौ चङ्खेले। फुच्चे अन्त चाहिँ हाम्रो फुच्चे खतरा हो। यो सिखारी हो एक नम्बरको सिखारी होइन केटा? के छ? र भाइ त्यो मान्छेलाई आमा दिँदैन हो हाम्रो डगी मेनहरूले। नचिन्नेलाई हानिहाल्छ। ए हाम्रो यो खोलामा आइपुग्यो है। यो चाहिँ 12 बिसे स्कुल त हेर्न सक्नुहुन्छ। धान पनि हरियो परियो छ। चट्ट लगाएर हाम्रो हडै चाहिँ यहाँ पौडी खेल्न लाग्यो कि के गर्न लाग्यो खै। खोला हिँडिरहेको के अरे केटा आँटिलो छ आँटिलो। आमा ल फुच्चे दे। फुच्चेको भ्लग पनि आउने भयो अब। ल हेर्नुहोस् हेर्न जानुहुन्छ हौ जोला खोलाको भ्यू। हाम्रो खेत ती राम्रो छ। यत्रो फ्राकिलो ठाउँ छ है चुफे। खोलामा आइपुग्यो खोलामा फाइनल्ली है हेर्न सक्नुहुन्छ। यसो हाम्रो दिदीलाई हेरेर भए पनि यसो एक लाइक गरिदिनु होला। हेर्नुहोस् जोला खोला हेर्नुहोस् जोला खोला। ल फाइनल्ली खेतमा आइपुग्यो। अरूको चाहिँ रोपाइँ राख्दैछ हो। फाइनल्ली अब म चाहिँ यसो धानको अब हाम्रो धान चाहिँ खोइ के धान परेछ है। फाइनल्ली हामी चाहिँ धानबारी भ्लग बनाउँदै हिँड्दैछौँ। गाउँले भ्लग। प्रत्यक्ष रूपमा यहाँ राखिसक्नु भएको छ भाउजूहरूको चाहिँ नि। यता ऊ गोरु दुकान लाउँदैछ हो।
हेलो खेलाउने भिडियो काट्छ चलाएर फाइनली गाइस फाइनली यतै पानी नभएर यसरी पानी हालेर रोपाइँ गर्दै हुनुहुन्छ है टट्ट लाएर यतै बिउ राख्नको लागि रेडी भइसक्न लागिसकेको छ अब रेडी भइसक्यो भनौँ न के भन्नु र है टट्ट सर लाएर र अब भ्यायो फाइनल्ली हामी हेलो गाइज अब फेरि हामी यसो बिउ सिउ राखेर होइन अब चाहिँ हामी घरतिर जान हिँडिसकेको छौँ है हामी चाहिँ गाइज कहाँ गएर आएको र हामी रोपाइँ सोपाइँ भन्दा पनि धानको बिउ राखेर आएको होइन त्यसले हामी चाहिँ दुईजना दाजुभाइ चट्ट लाएर कोदाली र यसो हलो बोकेर हामी चाहिँ घरतिर फर्किसक्यौँ है अब चाहिँ हामी घर छिटै पुग्नेवालामा छौँ किनकि भोक पनि धेरै नै लागिसकेको छ है घर गएर अब खाजासाजा खानु पर्यो के गर्नु त नि आज लिएर आएन अब बिउ राख्दा अब यतिखेर भइसक्यो 3 पनि बजिसकेको छ अब हामी चाहिँ अब घर गएर एकैचोटि खाजा खानेछौँ त्यसैले हामी चाहिँ आज बिउ कतिको राख्यो भाइ राख्यो 3टा गरेर 3टा गरेर ल ठिक छ अनि बिउ राख्दा जोस् रमाइलो चाहिँ भयो होइन रमाइलो चाहिँ धेरै हुन्छ गाउँघरमा यस्तो जङ्गलको बाटो चट्टलाई यसरी हिँड्न पाइन्छ जोस् रमाइलो हुन्छ गाउँघरमा अब के गर्ने त नि है अब भात पकाउने खाने हो अब घर गएर होइन काम के छ त नि भाइहरू काम हामी चाहिँ अब फाइनल्ली घर नजिकै आइसक्यो हाम्रो खेत पनि घरबाट 5-7 मिनटको फरक छ अब हामी जाँदैछौँ के गर्नु आजको काम पनि भ्याइयो अब घर गएर खाना पकाउने खाने हो हाम्रो काम चाहिँ नि त्यसैले अनि तपाईहरूको यसो बिउ सिउ राखेर भ्याउनु भयो कि भ्याउनु भएन होला है हाम्रो चाहिँ आज भ्याइसक्यो यसो राख्नुहोस् अब असारे रोपाइँ सँगै गर्नुपर्छ है के छ त नि तपाईहरूको नि अब त्यता मेलासेला बोलाउनु हामी पनि यता बोलाउने छौँ त्यसैले रमाइलो गर्नुपर्छ किनकि गाउँघर हुँदा नै हो रमाइलो गर्नुपर्ने है त्यसैले रमाइलो भन्ने चिज गरिराख्नुपर्छ बाटो हेर्नु यस्तो छ बाटो पनि अब हातमा कोदाली हातमा कोदाली है काठमा के छ भाइ तिम्रो हलो ए हलो छ अरे बिचरा जुगा छैन हलो मात्रै छ जुवा चाहिँ किन छोडेर आएको त नि जुगा अब त्यतै छोड्यो रोपाइँ गर्नु भनेर ए ल ठिक छ यता हाम्रो दिदी चाहिँ फाइनल्ली मारा आएको थियो अब माराबाट चाहिँ गाई घर लाँदै हुनुहुन्छ त्यसैले हेर्नुहोस् के गर्नु मारा नि हिँड्नुपर्छ घाँस नि काट्नुपर्छ होइन रोपाइँ नि गर्नुपर्छ सर र हेर्नुहोस् हाम्रो गाउँको खेतमा जाने यस्तो आनन्द छ कि आनन्द यस्तो हरियाली ल त हाम्रो गाउँतिर यस्तो के च्याउ भन्छ हेर्नुहोस् गाइड चट्ट लाएर च्याउ पनि उम्रेको छ सर पारेर एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा टन्नै उम्रेको रहेछ अन्त यता छ भाइ पुरै डान्स हान्दैछ इयरफोनमा गीत लाएर अहिले अब चाहिँ हामी घर रोडमा आइपुग्यो है त्यता छौ गाई गोरु मस्त यो चाहिँ 4 घरको है 4 घरको गाई गोरु गर्दाखेरि 9वटा जति छ होला यो हेर्नु गर्नै पर्यो है मार हिँड्नै पर्यो होइन भाइ हिँड्नै पर्यो नि पनि अब मार हिँड्नै पर्यो है रमाइलो लाग्छ होइन मार हिँड्दाखेरि रमाइलो अन्त यत्रो गाईसँग अनि मार हिँड्न पाउँदा पनि कति रमाइलो बाख्रा पनि
के छ भाइ बहिनीहरू के छ ठिक छ इ ठिक छ अँ, ए अनि के गीत सुनेको त नि भाइ कानमा डोरी। बुर्को लाएर डोरी हानिदिउँ नि त ल एउटा चट्ट लाएर ल कुन हानिदिउँ त ल जुन आउँछ त्यही हानिदिउँ न डोरी ए मालढुङ्गा कटेसी घम्टी घम्टी रोड आके राम्रो बाग्लुङ पञ्चको लड्याछ बोका जस्तै यहाँ लड्याछ घम्टी घम्टी रोड ल दियो दियो ढुङ्गा कटेसी घम्टी घम्टी रोड आके राम्रो बाग्लुङ पञ्चको ल फाइनल्ली गीत पनि भ्याइयो है के गर्नु त नि अब अर्को पनि छ अर्को नि छ भन्नुभयो है हाम्रो सरजीले एकदम टिकटकमा भाइरल हो भाइ टिकटकमा भाइरल छ होइन भाइ हो ए ल ल अर्को पनि हानिदिउँ न त सर गीत गोठाले जिन्दगी गोठाले जिन्दगी ल हान्ने 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 गाउँले जीवन दाउरा घाँस मेला गर्न पर्छ गर्नी भई ल मिठो मिठो छिटो छिटो नहेर त्यसरी माया छ हाम्रो भाइले चाहिँ गीत चाहिँ यसो आँखा मेरो डेरे एकैचोटि पानको पात माया तिमीलाई सम्झिन्छु दिनको रात भनेर झिम झिम सानो भने जस्तै गीत गाउनुहुन्छ है टुक्का पनि खतरा मिलाउनुहुन्छ ल ल भाइ फेरि एउटा हानिदिउँ भाइ त्यस्तै नयाँ हल पुरानो सोइला सके घस नसके जाऊ पहिला ल छ्याक छ्याक के छ भाइ रमाइलो भइरहेछ नि होइन यो अनि कति हो रमाइलो ल गाउँतिर यसो आउनु है हाम्रो गाउँतिर पनि यसो रमाइलो गरौँ होइन सँगै बसेर होइन यस्तै मेलापात होइन त भाइ हिँडेर गाई गरेकोमा है यस्तो सर्र लाएर हामी चाहिँ अब हेलिकप्टर उडाउँदैछौँ अब होइन भाइ हेलिकप्टरै हो हाम्रो घोडा चाहिँ घरतिर राखेर हेर्दै भाइ मार हिँडिराख्नु भएको चाहिँ सर्र के गर्नु फाइनल्ली अब घर आइपुग्यो फाइनल्ली अब अर्को भिडियोमा देख्न सक्नुहुन्छ आजको भिडियो चाहिँ यति नै है हेर्नुहोस् यता चाहिँ पसिना भएर आएको छ बिचरा के गर्नु अरे भाइ कतिको गरौँको छ भाइ हेलो भइहाल्छ नि अब बोक्छ केटोले